शून्यको मूल्य, साहस र स्नेहको कथा। लेखक डाक्टर नवराज केसी। कथाको सुरुवात हुन्छ यहाँदेखि। बुदेखि फुपुआमा। अस्पतालको लामो लाइनमा मानिसहरू उनलाई घोरिएर हेर्दै थिए, कारण उनी डोको बोकेर अस्पताल आएकी थिइन्। एउटा सानो पुरानो रङ उडिसकेको पछ्यौरी उनको टाउकोबाट कुमकुमसम्म झुन्डिरहेको थियो। त्यही पछ्यौरीको एउटा सानो भाग उनको टाउकोबाट अनुहारको आधासम्म पिङ्खेल्दै थियो। यसरी आधा छोपिएको अनुहारले वरपरका मानिसहरूको कौतूहलतालाई बढाएको भान हुन्थ्यो। लाग्थ्यो उनी आफैलाई कहीँ वा कसैसँग लुकाउन चाहन्थिन्। कोसँग? यति सजिलै त कसरी बुझ्नु? सायद उनी पुरै दुनियाँसँग लुक्न चाहन्थिन्, वा यो पनि हुन सक्थ्यो उनी पुरै दुनियाँलाई आफैसँग लुकाउन चाहन्थिन्। उनले बोकेको त्यो डोकोको पिठमा केही मैला कपडा कोचिएका थिए। ती कपडाबाट वर्णन गर्न नसकिने पसिनाको बास्ना परसम्म फैलिएको थियो। पसिनाको रसमा चुल्लुममा डुबेका कपडा डोकोमा बोकिँदा बास्नाको फुलबारी नै बोके चाहिँ भएको थियो। वरपरका मानिसले उनलाई एकटक लाएर हेर्नुको कारण चाहिँ उनी र उनले बोकेको डोकोभित्रको कपडा र त्यसको सुवास मात्र थिएन। कपडाको पोकामा एउटा करिब 4-5 वर्षे बच्चो विराजमान थियो। डोकोभित्र हटेको बच्चोको टाउको भने माथिबाट हातले बुनेको उनको पातलो कपडाले छोपिएको थियो। यही बच्चोको उपचार गर्न उनी चिप्लिने पहाड उक्लेर, बगाउने नदी तरेर, हराउने जंगल काटेर अस्पतालको लामो लाइन पार गर्दै डाक्टर सामु पुगेकी थिइन्। माटोकी मूर्ति जस्तै, सुकेको सिमलको बुटो जस्तै, खै कस्ती डोको कोठा बाहिर छाडेर डोकोभित्रको फुच्चे मान्छेलाई काखमा च्यापेर उनले डाक्टरको अगाडि पुगेपछि ठिङ्ग उभिएर यताउति हेर्न थालिन्। अनि उनले यताउति हेर्दै गर्दा वरपरका मान्छेले पनि उनलाई हेरे। डाक्टरले 2 पटक बस्ने इसारा गरेपछि मात्र उनी अगाडिको सानो कुर्सीमा टुसुक्क बसिन्। उनी बहुत टाढा र अलग दुनियाँबाट आएकी थिइन् भनेर बुझ्न कठिन थिएन, तर उनी जस्तैलाई नै भेट्न भने डाक्टरले पनि आफ्नो लामै जीवन यात्रा पार गरेको थियो। विद्यालय, कलेज, मेडिकल कलेज, देश विदेशको अर्को मेडिकल कलेज, अनि अहिले कर्णालीको दुर्गम अस्पतालको एउटा अनन्त यात्रा। दुवैजनाको आफ्नो फरक रङ्गी बेरङ्गी यात्रा। सायद यहाँ पुगेर ठोक्कियो। के भएर आउनुभयो अस्पताल? डाक्टरले एउटा सुरुवाती सहज प्रश्न गर्यो। अडिएर अनि अड्किएर, थोरै बल लगाएर, गाँटो फुकाए चाहिँ बिस्तारै उनले पनि सुरुवाती जवाब दिइन्। बोल्दैन यो, भोलि फुटेन यसको। 4 वर्ष भएको, कति बोल्दैन। थोरै मात्र हिँड्छ, तर कति बोल्दैन। कहाँ जन्मेको हो? डाक्टरले प्रश्नहरूको जालो बुन्न थाले। घरमा। महिना पुगेर जन्मेको थियो? थाहा नै मलाई। जन्मदा केही गाह्रो भएको थियो? खोइ के भन्ने, आफै जन्मिए गोठा, कोही मान्छे नै वरपर, आफै हँसियाले नाइटो काटेकी हुँ। 2 दिनपछि दुध चुस्यो, ठिकै थियो। गाह्रो त केही भएन भन्नु पर्यो। बडो हलुङ्गो हाउभाउले पृथ्वी भन्दा पनि गरौँ कुरा उनले सजिलै भुइँमा झारिदिइन्। हामी सबैका आफ्नै परिस्थितिका आफ्नै परिभाषा हुन्छन्। जुन अवस्थामा धेरै मानिस ठुल्ठुला अस्पतालका आइसियु खोज्दै हिँड्छन्, त्यो अवस्थामा गोठमा बच्चा पाउनु उनका लागि ठिकै थियो। केही रोग थियो वा छ? अर्को प्रश्न थपियो। कहिलेकाहीँ बिरामी हुन्थ्यो? खोकी र ज्वरो त्यो चाहिँ हरेक हप्ता हुन्छ यसलाई। अनि के उपचार गर्नुहुन्छ त? डाक्टरलाई लाग्यो केही औषधि वा जडीबुटी लिएको हुनुपर्छ। यो प्रश्न त्यस्तै उत्तर आउने आशामा सोधिएको थियो। खोकीको के ओखती हुन्छ र? भए बेसार पानी नत्र तातो पानी। तर खोकी निकाल्ने र खोकी फाल्ने त खोकेरै हो। जोडले खोक्ने, धेरै जोडले खोक्ने, अनि आफै कम हुन्छ। ज्वरो आउँदा चाहिँ कुर्ने हो, आउँछ अनि केही समयपछि आफै जान्छ। दैव, अहिलेसम्म ज्यान लिने ज्वरो चाहिँ आएको छैन हामी आमा छोरालाई।
कर्णालीका कुना कुनामा सिटामोल पनि छैन भन्दा धेरैले विश्वास गर्दैनन्, तर डाक्टरले उनी जस्ता धेरै भेटेको छ जो जीवनमा एक वा दुई पटक मात्र बहुत तयारी गरेर अस्पताल पुग्छन्। उनीहरूका लागि ज्वरोको उपचार समय हो। जबसम्म ज्वरो आफै हराउँदैन त्यतिन्जेल घुरेर बस्ने। खोकीको चाहिँ जोडले खोक्ने हो रे, जोडले खोक्दा केही समयसम्म खोकी आउँदैन रे। डाक्टर वाल्ल पर्यो, उनलाई हेर्यो, फेरि हेर्यो, फेरि हेर्यो। भर्खर उसले बिल्कुल बयान गर्न नसकिने एउटा फरक अनुभव गरेको थियो। यस्तो अनुभव, यस्तो तरंग जो जीवनमा हरेक जीवितहरूले अनुभूति गर्न मुस्किल पर्ला। नजिक अस्पताल नभएपछि, औषधि नभएपछि, डाक्टरसँग भेट्न सहज नभएपछि सायद दूर दराजका गाउँमा यस्ता उपाय चल्तीमा होलान्। आफ्नै मनलाई बुझाउन मनैदेखि यस्ता उपाय चलनमा आए होलान्। यस्तो चलन कहिलेसम्म चल्ला कुनै यकिन छैन। डाक्टर, अस्पताल, औषधि भएका ठाउँमा कसले ज्वरो जाने दिन कुरेर बस्ला र? खोकीलाई खोकेर फाल्न कसले बल्ल गाउला र? सुविधा हुँदो त मान्छेको ज्यान किन पीडा सहेर बस्दो? मेडिकल डाक्टरी प्रश्नहरूको रेल अगाडि बढ्यो। बाकै यसको छैन, छोडेर गयो इन्डिया। आएन क्यारे, अब आउन्न होला, आउन्न भनेरै गएको। घरमा अरू कोही केही बिरामी त छैनन् नि? घरमा अरू कोही पनि छैनन्। छिमेकमा? उनी एकछिन टक्क रोकिइन्। अघिसम्म डाक्टरलाई घुरिएर हेरिरहेका उनका नजर अब कोही कता कता हराए झैं एकछिन टोलाए। छोटो समयपछि केही भीषण निर्णय गरे झैं उनले आफ्नो अनुहारका आधा ढाकिएको पछ्यौरी उठाइन्। दाहिने गाला डाक्टरतिर फर्काइन्। गाला भन्दा ठूलो पोलिएको टाटो दाहिने गालामाथि पलाएको रहेछ। डाक्टरले पनि केही नमाने झैं गरेर सहानुभूति प्रकट गर्न टाउको हल्लायो। उनले केही नभए झैं फेरि घुम्टो हालिन्। पोलिएर खरानी झैं देखिने गालाको त्यो ठूलो कुरूप टाटो छोपियो अनि त्यसलाई छोप्दा पुरै गाला नै छोपियो। मेरो आधा अनुहार मसानै छँदा पोलिएको हो रे। आमाले घिउ कुमारीको चोप लाएर ठिक भए रे। आधा अनुहार नभएकी मलाई गाउँमा सबैले बोक्सी भन्छन्। कोही बिरामी पर्यो कि महिला आएर थुक्ने, पिट्ने, ढुङ्गा हान्ने गर्छन्। वक्क भएर म भिरी पारी बस्छु। गाउँ र गाउँलेहरूबाट अलि टाढा वनमा बस्छु। त्यसैले मेरा त छिमेकी पनि छैनन्। एकै सासमा उनले आफ्नो शब्द भकारीका सबै कुरा खन्याउने प्रयास गरिन्। मानिसहरू आफ्नो जीवनमा सबैभन्दा बलियो कुन बेला कसरी हुन्छ होला? यो दुनियाँमा जब मानिससँग बलियो हुनुको अर्को विकल्प रहन्न, तब सायद आफैले नसोचेको तागत उसको तन र मन दुवैमा आउँछ। उनको जीवनमा पनि यस्तै भएको हुनुपर्छ। डाक्टरले थोरै अनुमान लगायो। नभए सामाजिक प्राणी भनिएको मान्छे एक्लै निर्जन ठाउँमा बस्ने आँट कसरी गर्दो होला र? फेरि बलियो हुनुको विकल्प नभएका मानिस नै संसारका सबैभन्दा बलिया मानिस हुन्। संवाद बडो भावुक मोडमा पुगेको थियो। यो भन्दा अगाडि प्रश्न गर्ने हिम्मत डाक्टरमा थिएन। डाक्टरको खोज अब बच्चोतिर सुझियो। उसले समय लगाएर बच्चालाई जाँच्यो। बच्चो ठिकै थियो। उसले रोग केही भेटाएन अनि उसको बिरामी कार्डमा रगतको थाइरोइड जाँच र सिटी स्क्यान गर्नु भनी पठायो। अस्पतालमा उनीहरू नहराउन् भनी साथमा कामसँगै तालिम गर्न आएकी बहिनीलाई पनि उनको सहयोग गर्न पछि लगाइदियो। 2 सातापछि उनी फेरि डाक्टरको अगाडि आइन्। उनका शरीरमा जुका चाहिँ टाँसिएको बच्चाले उनको शरीरमै मुतेको थियो। उनीहरू जहाँ जान्थे त्यो मुतको गन्ध पनि उनीहरूसँगै पुग्थ्यो। यो कुरा उनलाई थाहा थिएन वा थाहा भएर पनि फरक परेको थिएन। आखिर यो बच्चोको मुख, त्यसको सुगन्ध उनको आफ्नै शरीरको भाग भइसकेको थियो। मानिसलाई आफ्नो शरीरको गन्ध कहाँ थाहा हुन्छ र? सिटी स्क्यान र थाइरोइडको रिपोर्ट नर्मल थियो। रोग त छैन, तपाईको बाबु त ठिक छ, उपचार पर्दैन जस्तो छ त। रिपोर्ट पढ्ने बित्तिकै डाक्टरले नसोचेरै बोलिहाल्यो। उसलाई लाग्यो उनी खुसी होलिन् यो शुभ खबर सुनेर, तर उनी टोलाइन्।